गाडीको टेन्सन छैन नि हामीलाई बाइक दिने Let's go. I wake up to a little bit of drool on my pillow, feel like it's gonna be a bad day. Yeah, I'm tired of shit, and the coffee ain't hit yet, damn, ain't that great. I don't wanna go to work, cause my boss is a jerk, and I'm not even that paid. I need a change in my life, cause I don't feel alive, and there's nothing that makes me happy. Hold my beer for a minute, I'm about to quit my job, cash in for a ticket. I'm going on a trip and I don't plan to visit. I'm gonna stay there till I feel like I'm winning, and this is just the beginning. I need a big change, help me feel like living. I need a big swing, home runs I'm hitting, and I'll never look back, moving on till I get it all. And we all got dreams, we all want things, but what you gonna do for it? How you gonna move for it? What you gonna be? And do you believe you can do anything? But what you gonna do for it? How you gonna move for it? What you gonna be? My strife, my right to fight, to die on. And this is my game to play, to claim a brand new name, And I ain't gonna lie to you, I'm a bit nervous that I might screw everything up that I've ever done. But what's the point of living if you ain't having fun? I guess I'll try this, try that, might miss, gotta find what I'm good at. I guess I look here, look there, over where am I scared, where am I at? I gotta make it in this life, whatever makes me happy, know I'm doing things right. Sipping in the summer on a goose and Sprite, or find a nightclub for the end of the night, And we all got dreams, we all want things, but what you gonna do for it? How you gonna move for it? What you gonna be? And do you believe you can do anything? But what you gonna do for it? How you gonna move for it? What you gonna be? भिडियो क्वालिटी कस्तो आउँछ होला यसमा
मन्दिर हेर न पहाड जय होस् गोगरीमा प्रभुजी जय बारे मिले मगाको यहाँ स्वर्ग गाडी आइथे लुम्बिनी अझ टाढा छ कि हामी पुग्नु पर्यो भैरोमा जानु पर्यो भैरोमा हुँदै दाङबाट बुटोल पुग्ने टाइममा त हामी यहाँ आइपुग्यौँ क्या टाइम लाग्छ ड्राइभरको बाटो खै त तुलसीहरू कहाँ पुग्यो यार यो जुलाईको महिनामा पनि लास्ट चिसो
गाइस अब चाहिँ हामी उता उता बाटो स्वर्गद्वारीतिर आउँदैछौँ साथी तिमीहरू रोकिने कामै न यहाँदेखि कहाँ जान्छ सके अब फेला पर्छ फेरि अब फेला पर्छ बादलमा आइपुग्यौँ माथि स्वर्ग आइपुग्यौँ स्वर्गद्वारी मतलब यो स्वर्ग जो माथि आकाशमा छ हामी आकाशमै आइपुग्यौँ ल अब रेडी बादल आइरहेछ ल गाइस अँध्यारो भइरहेछ बादललाई अब हामी खोज्छौँ छिटो लामो जस्तो गाँसे म कस्तो लाग्यो साँझो बिहान कस्तो लाग्यो Oh my god, भर्याङ कति लामो भर्याङको ल स्वर्गद्वारीका कुत्ताहरू कतिवटा 4वटा कुत्ता छन् यहाँ त्यस्तो नभए हामी नै 4जना छौँ कि सधैँ भने
पूजा गर्न भन्यो भने त्यतिकै बिना भावमा हिँड्छ र भावमा आउनु गर्मीलाई चिठीबाट हिँड्थ्यो यति चिसो छ हेर्ने घामले बोलेको यो त टुप्पा आइसक्यौँ त हामी अनि म गलत बाटो हिँडेँ कि क्या हो तुलसी लास्टमा त म क्लिकै गर्न बिर्सेछु नभन्नु यहाँ यस्तै गरेर गएर एउटा केटाले घुम्न गएर भिडियो बनाएर अरे यार क्लिकै गरेर अघि त्यही त भने खिचे लास्टमा क्लिक गर्न पुग्यो। यो केसको रुख हो तुलसी यस्तो वाला हेलो 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 बोस हेलो बोस मेरो कपाल यस्तो उठेर हेर नाइस टु मिट यु मिट पोइन्ट यहाँनिर रहेछ अब यताबाट जाने होला हामी फेरि यहाँबाट आउने जाने बाटो अलग होला जहाँबाट गए पनि गन्तव्यमै हो म त सोचे पनि बदलाव आउँछ कि महाराज मलाई मैले यत्रो धन दिनुहुन्छ नि आज केटा तर म पार्टिदिन्न है हेलो कान्छी सिका त्यो पैसालाई यता लुम्बिनी जाने भनेर फेरि यहाँ बुटलदेखि अगाडि बाटो पुरै खराब छ अरे बादल यता आयो दर्शन गर्ने पुरा छैन भर्खर आइपुग्यो तल अब बहिले बोलाउनु भएको छ ए मनिष आउने हैन के धाउमा भएर कि छिटो छिटो स्टामिना छैन क्या हो Oh my god. एउटा टर्च मुखमा बालिसकेको हेलो हेलो
हेलो हाम्रो टिम 1 2 3 टिम अघि हिँड्नु रङ साइड चलिरहेको थिएँ मसँग म 4 रङ साइड हिँडिरहेको छु के हामी सही छ म मात्रै गलत हो के अनि यहाँ त बादल खसिरहेछ त तुलसी उतातिर हेर त लाली गुराँस फल्ने मौसम फागुन चैतमा हो अहिले होइन रुख त यहाँ छ होइन के लाली गुराँसको रुख त यहाँ छ हेर न फुल छैन त्यो पुरा तल कन्करा पुरा घामले त्यहाँ होइन यहाँ पुरा अरे मम्मीले नि मैला गर्नु ओए पानी पर्ला क्या हो क्या स्टाइलको किरो चाहिँ हेर नि डल्लो पर्ने किरो कोसेन त के उसको फल हालेर खाइदिन्छ यार केको फल गोलो डल्लो चाहिँ किरो भने डल्लो होइन डल्लो भएको हेर न उफ्रिन्छ डल्लो भएको हो क्या एकछिन पछि हिउँ चाहिँ पर्यो होला आमाले बोला मतलब त्यसको सब्जी छ के अरे स्त्री जाति हो तिमीले छुइमुई भन्छौ हामीले त्यो जजावती भन्छौ ला बादल त खस्यो त दोस्त यतैतिर आसपास छ अरे क्या लज बादल आयो बादलको त यहाँ त त्यही हो यहाँ त केटा पनि घनश्याम भाइ क्या दुनियाँ पुलिसमा उजुरी गरेर दुनियाँ त्यति गरेर भगाएर लास्टमा गएर अगाडि बन्यो सबैले ह्यापी भएछ सन्यास लियो भिडियो होइन त्यस्तो कमाइ पनि राम्रो भएको मान्छे इज्जत भएको मान्छेले मतीले अहिले झर्ने बेला आउँछ मजा हेर रुखको टुप्पामा कौवा बसेको छौ बादलमा छौँ त हामी हेर न उहाँ सिधा अगाडि उता हेर न घाम लाग्छ महाप्रभुको शक्ति भनौँ न होइन यो ठाउँमा हेर त हामी पुरा त्यस्तो गर्नु गर्ने ठाउँबाट आजकल वहाँ कस्तो हुन्छ आजकल उतातिर दुबईमा कपालको जराबाट आउँछ के पसिना कपालको जराबाट पसिना आएर एकदम खुट्टाको पाइतलामा सकिन्छ
अनि म त हेर मैले 7 क्लास 6 क्लासबाट मैले सुरु गरेँ 7बाट बच्चा त्यही भएर मेरो वेट बढेको नयाँ विगत 1 वर्षदेखि ठुलो काम गरेर योबाट 5 किलो बढ्यो तर यो वास्तवमा भर्याङ भन्दा स्लो भयो भने हिँड्न सजिलो हुने रहेछ तिमी सोलो नाम थाहा पाएन यसरी हेर्दा बित्तिकै दिलले पनि बित्छ के यसलाई नर्मल इन्डिया त यस्तो गरायो भने त यस्तो रहन्छ यो सडकको बसेर आउन देखाइन ब्याट्रीको ल। चाहियो हेर मनिष लाली गुराँसको रुख हे के हो त नि लाली गुराँस जस्तै मान्छु मैले त बादल आयो ठिकै छ गर्मी तुलसी गर्मी भएको छ जाडो छ एकदम बिन्दास ओ माय गॉड बादल बादल उडी उडी स्वर्ग जाने बाटो हो यो थाहा छ कि नै हनुमानको पुच्छर अहिले अहिले आउँछ हनुमानको पुच्छरमा घुमेर स्वर्ग जाने बाटो आयौँ हामी हाय हाय ओ माय गॉड हालत खराब छ ल है ल बादल बादल आइरहेछ सिला साँच्चै हो सिलाजीको पावर हो क्या के कुरा गर्छ तैँले त्यसको लागि थोरै खान्छ सिलाजी त इनर्जीको लागि हेल्थको लागि खाने हो क्या मैले घरको कुरा मैले पाएन हेर्दा त्यो खाइरहेको खाइराख्नु पर्यो रे कुरा। के मैले सिलाजी होइन त सिलाजी तैँले अनलाइन मगायो होइन हेरेर बादल बादल पारीको गाउँ ओ माय गॉड ल बादल उफ। तितो हुन्छ कि शिलाजित तितो पल्ट टर्रो टर्रो भन्दा पनि तितो बढी हुन्छ मनिष बोक्न आएर रहेछ म वहाँबाट घरदेखि बोकिरहेको छु कि एकछिन बोक न धौ घरदेखि तिमीलाई बोकेर आइरहेको छु फेरि त्यो पनि हेर न होइन
तिमीले घरदेखि ब्याग मात्रै बोकेको छु म ब्याग सहित तिमीलाई बोकेर आइरहेको छु अनि तिमीलाई फेरि बाइकले बोक्यो तिमीलाई बाइकले बगाएको छ बाइकले टायरले बोक्यो एकभन्दा एक कम छैन यार टाढाखेरि भुइँले बोक्यो कोही भन्दा कोही कम छैन नि सबैलाई फेरि बाइकलाई तेलले बगाएको छ एउटा भिडियो बन्नुपर्छ जस्तो लाग्यो यार मैले बनाऊँ न एउटा बनिरहेछ भिडियो बाइकलाई तेलले बोकिरहेछ तेललाई फेरि मैले बोकिरहेको छु याक्दैन भिडियो लाग्यो म एउटा भिडियो बनाउँछु कि त्यो यस्तो हुन्छ सुरुको फिलिङमा लाग्यो भइहाल्छ कि भइहाल्छ भयो रन सुरुवालामा त्यो रियलमा गइ जान्छ अब हामीसँग जान्छ क्या इन्कममा बनिसक्यो स्क्रिप्टेड के स्क्रिप्टेड ओरिजिनलको ज्यादा भ्यालु हुनुको कारण त्यही हो नि त तुलसी आउँदैछ जन मन सबै पायो पायो ओहो यो एरिया तुलसीको एरिया यो एरियामा अरू आउनु पाइन्न भनेर पुरा ठाउँ रिजर्भ गरिरहेको हुन्छ क्या यसो के भन्नु छ तिमीलाई अरू केही थप गर्नु पर्नेछ जोड्नु पर्ने छ कि नै मलाई फेरि एकचोटि ल अझै भन भन्ने फेरि रेकर्ड गर्ने यो कुरा सकिनु त्यो कुरा हो लजिक क्लियर भएको छैन अझै जम्मा यस्तो भयो क्या बाघ आएर पनि खाएर गइसक्यो लास्टमा के बोक्यो भन्नु लास्टमा कोही आउँछ नि त्यो क्याटेगोरीमा पुऱ्यो भने तिमी तुलसी यो चाहिँ ओरिजिनल बादल त हो नि ओरिजिनल बादलै हो ओरिजिनल बादल हो होइन यार बादल होइन यार बादल हो होइन कि कसो हो यार कस्तो कुरा गर्छ बादल हुने हुस्सुबाट त हो नि हो क्या एयरलाइनमा ट्राभल थाहा पाएन एयरलाइनमा ट्राभल गर्ने बेला यही त हो नि आउने चिसो हुन्थ्यो कि नै यार ल चिसो हुन्छ झ्याल खोलेमा आउने बेला लास्ट जाडो भएर फेरि झ्याल बन्द गरे हामी लास्ट यार अहिले भाषा पनि हुँदैन अहिले त गर्मी भइरहेछ मलाई गर्मी भा रुट चेन्ज गरिराख्ने हो जेब्रा क्रसिङ हानिसकेँ नि मैले भने जेब्रा क्रसिङ त याद नदिलाउ न यार जेब्रा क्रसिङको याद नदिलाउ यार यता दिनु यता जेब्रा क्रसिङको याद नदिलाउ ओहो के भयो होइन जेब्रा क्रसिङले तर त्यहाँ जिल्ला त्यो ट्राफिकमा गएर कम्प्लेन त हान्नु पर्छ यार त्यो त के फोटो सबै सबै के यो यस्तो गर्नु पर्यो क्या कि चाहिँ भने के अरे सडक डिभिजन हुन्छ नि सडक विभाग त्यसलाई गएर फाइनान्स त्यो मेन सडकको हो नि त्यस्तै कुरा गऱ्यो नि त पुलिसले अझ कति टाढा छ तुलसी आइगयो अब 2 मिनट घोराइ दाङ लेखेको छ त माथि हो यो रुखभित्र पनि गुफा बनाएको छ तुलसी हेर त शक्ति हो शक्ति जाऊ न यो सब गर्न शक्ति शक्ति आउँछ कि द्याट्स द पावर कहाँ होला दिनको शक्ति कहाँ चाहिँ एक्टिभेट हुन्छ र मेरो शक्ति एक्टिभेट गर्नुलाई त फेरि होइन अँध्यारोमा उठ्नुपर्छ अन्धकारमा जानुपर्छ अलग तरिका छैन तुलसी तुलसीले अन्धकारमा गएपछि मात्रै हुन्छ यो के थाहा भएको छ कि नै यो बिरुवा घाँस हो यो बिरुवा हो
घाँस हेर्दाखेरि त घाँसको बिरुवा हो क्या हेर्दाखेरि त अर्कै अर्कै हिँड एकछिन अब आइसक्यो त के पसिना आइगयो यार आफूलाई त धाउ घोडा चरा चढ्ने चरा लिनु घोडाको पछाडि यस्तो गरिदियो के हुन्छ एक्सपेरिमेन्ट तर तिमी घोडाको खुट्टाको छेउ पछाडि गएर उभिनु पर्छ फेरि ठिक छ होइन तिमी नै उभिएर पछाडिबाट हाल्ने क्या नै तिमी उभियो ल दिनु पनि भाइरल भ्यू चाहिँ भ्युज नआएर हैरान हुने हो कि यस्तो शीत लाग्यो पसिना आएर मेरो कसम चाहिँ भने यो जाडो पनि जाडो नै महसुस भयो उल्टो गर्मी पनि उम्सो महसुस भइरहेको अरूलाई त जाडो हुन्छ मलाई त गर्मी भएको देखा तिमीलाई त गर्मी भएको छैन नि जाडो भएको नि यो शरीर तातिरहेको नि भित्रको इन्जिन चलिरहेको नि त जति चिसोमा बाइक चलाए पनि इन्जिन तातो हुन्छ नि त्यस्तै हो किन भिनु हामी जति हाइटमा चढ्छौँ उति हाम्रो हार्टबिट बढ्छ जति हार्टबिट बढ्छ बाइक चलाए पनि गाडी अन छ भने इन्जिन तातिन्छ गाडी पनि तातो हुन्छ यही मन्दिरमै होला कहाँ त्यस्तो एन्ट्री गर्ने पैसा तिर्ने सिस्टम होला आजभोलि फेरि बालेन सरकारलाई एक करोड बिच जेब्रा क्रसिङै नभेटेरै बाटो क्रस गर्नै सकिएन त होइन मनिष तिमीले बारम्बार जेब्रा क्रसिङ मिस गर्छौ त्यही भएर हो कि यस्तो भयो एउटा जेब्रा क्रसिङ आएको थियो मिस गरेछन् मेरो पनि कस्तो दिमाग हो भ्याउनु पर्दैन हो हेर टिमुर तिमीले अगाडि रोक्नु पर्ने हो कि खासमा अगाडि चाहिँ बसो रडिन्छ नि त्यहाँ रोक्नु पर्ने हो हेर टिमुर फले आयो त्यहाँ माथि जानिएर लगेको जय सोनाली महाप्रभु की जय हो कहिला कहाँ हिँड्छ दादा अफिसमा आज म मन्दिर आइसकेँ भर्खर पुगेँ मन्दिरमा जुत्ता चप्पल त्यहाँ होला नि कि यहीँ राख्दा नि हुन्छ यही राख्ने खुट्टा सुट्टा धुन जाम खुट्टा धुन होइन त्यही त किन खोरे गर्छ जुत्तामा आउँछ जुत्ता हेरेर पछाडि
लगाइसकेपछि थोरै थोरै गरेर खाला अब ढुङ्गो रहेछ भने भइगयो अरू रहेछ भने डाक्टर आएर चाँडै गरिन त्यो त हो फेरि साप बिच्छी पस्या फेरि अलि सर्प बिच्छीहरू त पसिहाल्छ नि आजकल सापको बेला हो कि सापको सिजन हो तात्तेरी म त जेसुकै होस् भने अब यहाँ साप हुन्थ्यो भने सानो सानो नि बेरेर बसेपछि सानो साप जुत्ताभित्र बस्ने त्यो भिडियोमा आइरहेको हुन्छ नि लापरवाही गरेर नि गर्नु अघि त्यस्तो आउन सक्ने अब त्यो साप पनि हुन्छ त्यो अनि के हुन्थ्यो अहिले हाम्रो यहाँ घुमाइसुमाइ सब आउट हुन्थ्यो यताबाट जाउँ है चस्मा चाहिँ लाउनु हुन्छ बर मागेर चस्मा लाउने इन्डियन पैसा मात्र छ नि त चिल्लरे गाडी हिँड्छ अगाडि आएर गाडीवालाले पनि कस्तो फ्री सर्भिस हो कि खाना खाने र अहिले त बन्दैन होला फेरि हेर न अहिले उहाँ जाम क्या कहाँ हो गुफा माथि हो यता के त सिधै यहाँ बाटोबाट जाने हिँड न आऊ म देखाइदिन्छु जाँदा म पनि गएको एकपल्ट बिर्सियो बाटो म यहाँ 5 क्लास पढ्ने बेला आयो हो कि त्यसपछि मलाई थाहै छैन पुजारी हो तिमी बसेको थियौ त्यहाँसम्म गयौ नि फर्किनु अलिकति भित्र गयौँ त्यो 2-3 मिटरको कति पुजारी जस्तो के बसेर आर्मी माथि आर्मी क्याम्प यस्तो गरेर बनाउँदाखेरि
यिनीहरूले बाटामा टोयलेट गर्छन् कि भनेर हेर्न आउने झ्यापै खोला देख्न साथ ख्यापै बाटो दुख्ने मात्र मासु निकाल्छ ध्यान गर्ने मठखेरि पारी त्यहाँ मठ त्यहाँ ध्यान गर्ने गुफा यहाँ होइन हुन त अब एकचोटि आउनुभयो भने कति महिना वर्षसम्म तपस्या गर्नुहुन्थ्यो होला खाना पानी है खाना पानी चाहिन्छ र श्वास पनि रोकेर गर्छन् त्यसैले त होइन सास त रोक्दैन उहिलेकै शास्त्रमा वर्णन गरे अनुसार आफ्नो प्राणवायु रोकेर पनि तपस्या गर्थ्यो त उहिलेका ऋषिहरूले त प्राणवायु रोकेर पुरै प्राणवायुलाई एउटा ठाउँमा केन्द्रित गरेर उनीहरू पनि तपस्यामा उठ्थ्यो अरे कि त्यो भनेको त लास्टै डिप लेभलको दिव्य लेभलमा गएकाहरूले गर्थ्यो अरे कि त्यो डिप प्राप्त गरेर जस्तो कहाँ गुफा यहाँ जुत्ता चप्पल छोराउने हो कि पाताल लोक पाताल लोक हेर त चारैतिरबाट शान्ति पानी आएको केहीको पनि थाहा नहुने यस्तोमा पो ध्यान हुन्छ हेर होइन हेर त्यो नि ढुङ्गाहरू मान्छेले बसी के लेखेका छन् यार चाहिँ यतापट्टिबाट आएछ है तिम्रो है कसो यतापट्टिबाट यता जाने म यतापट्टिबाट मपट्टि आइज प्लस टेम्परेचर छ होइन हाम्रो बिनु सर हुनुहुन्छ यहाँ यस यस तपाईँले कि स्वर्गद्वारीको भ्रमण कस्तो भयो स्वर्गको द्वार सक्नुहुन्छ स्वर्गद्वारी मतलब स्वर्गको द्वार स्वर्ग जाने बाटो त्यही हो ल यति नै हो यति नै Description यति नै दिने यति नै हो छोटो मिठो अलि ठुलो दिन सक्नुहुन्छ कि हजुर छोटो मिठो छोटो मिठोमा परे पढ्नु भयो पछाडिबाट टोली आउँदैछ टोली नम्बर 1 जुमाना में जुम अझै जुमाना न सिस्केमा नि हेडकेमा चाहिँ यस्तो स्टेबल ऊहरू चाहिँ ठिकै आउँछ पारिने मौसम भइरहेको यहाँ त पुरा काठको त खाने रहेछ त हेर न अगाडि कस्तो
भने मन्दिर पढिदिउँछ स्वाहा भन्छु नि खै किन देखिन त भिडियो पुरानो बाइक माया लाग्छ अगाडि हेर न ऊ ढिकमा दारु हालेर धेरै नबोल हल्ला नगर भने त्यही भने हिँड न पहिला उकालोमा यार ओह्रालोमा नरोक भिडियो बनाएर
अगाडि जाम भन्ने कुरो भयो क्या लोकेसन त दामी छ नि तुलसी मेलको रुखको तल छ्याल स्याडो वरिपरि हेर न यो डाँडोको यो जो हरियाली अनि यो डाँडोको जो स्टाइल छ त मलाई मन पर्यो एउटा फोटो यताबाट हाल्नु बिनु त्यो उठाइहाल त त्यो भिडियो हटाएर बनायो त यिनी त पुरै ब्लगरलाई पनि फेल गरायो त्यस्तो हेर न भिडियो चाहिँ म हेरिहाल्छु सिम्पल रोक होलेरी जाम के सिसा बनाउनु परेन मैले के भने छैन तुझीको पठाइ त डरै लाग्छ हाल्छ नि अरू छैन हेर तान्दैन है दुईजनालाई दिदी अटोले यो बाइकले तान्दैन अब पेट्रोल युज गर्नुपर्छ एकजनालाई तान्दैन दुईजना मुजी अगाडि जान्छ यार नेटको कुटी हो यो सानो हुन्छ नि बन्द गरेर अर्को बाटो आइपुग्छ हामी सिधै गाडी गरेर जान्छौँ राम्रो दाम ओइ बाटो त बहुत लम्बा रहेछ पछाडि जाऊ न यार म पछाडि तेरा च्याप्यो के मेरो सर्नै मिलिरहेको छैन के बल्ल माया हृदय खोलेर के हुन्छ माया खोलेर
कति हप्तासम्मको डोज पुग्यो बाइक डोज पुगिसक्यो मनिष यस्तो बाटोमा यस्तो काम नगर न म पछाडि खसिहाल्छु के म तल गएर एकछिन बस्छु यार यता उता